नमस्कार यहाँहरू सम्पूर्णमा। आज चाहिँ मैले यहाँहरूमाझ एउटा कथा जुन चाहिँ जीवन उपयोगी छ, जुन कथा सुनिसकेपछि चाहिँ एउटा सोच्न बाध्य बनाउँछ। यहाँहरूले अन्तिमसम्म सुनेर साथ दिनुहोला। एउटा गाउँमा चाहिँ एउटा गरिब मान्छे बस्थ्यो। ऊ त्यो गाउँकै सबैभन्दा गरिब पनि थिए र उसको घरमा मान्छेहरू जान पनि छिछि र दूर एकदम जाँदैनथे। घरको छेउमा नि पर्दैन थियो, त्यस्तै गनाएको घर थियो होइन। उसको घर चाहिँ पुरा तपाईँको माकुराको जालै जालो, मुसाको गुँड राखेको थियो। त्यो घरमा यस्तो देखिन्थ्यो कि मुसाको घरमा चाहिँ त्यो जो गरिब व्यक्ति चाहिँ भाडामा बस्या जस्तो देखिन्थ्यो। र एक दिन चाहिँ त्यो व्यक्तिलाई लागेछ, म खालि यस्तै भएँ, गरिब भएँ भनेर सोचेर नजिकैको एउटा बजारमा चाहिँ एउटा भिक्षु बस्दो रहेछ होइन। त्यहाँ चाहिँ उसले आफ्नो बारीमा बारीभरि एउटा बोट, अम्बाको बोट रहेछ। त्यो अम्बाबाट केही फल टिपेर भिक्षुलाई लगेर दिएछ र आफ्नो सम्पूर्ण वृत्तान्त बताइसकेपछि त्यो भिक्षुले एउटा पात्रो जुन चाहिँ कलश जस्तो दिएर, यो अत्यन्तै सम्हालेर राख, तिम्रो सम्पूर्ण दुःख हर्छ, तिमी गरिबबाट धनी बन्छौ भनेर त्यो दिएछ र उसले लगेर राखेछ। उसको मनमा एकचोटि त ख्याल आएछ कि यो जुन उस भिक्षुले दिएको कलशलाई बेचेर रक्सी खाउँ भन्ने सोच आएछ। तर उसले धनी बन्ने उसको अभिलाषाले त्यो बेचेन र यसो आँखा निहालेर हेर्दाखेरि त्यो कलशमा ओहो, यसमा फुल राख्न पाए अझ राम्रो देखिन्थ्यो भनेर उसले जङ्गलभरिको सबैभन्दा राम्रो फुल राखेछ र फेरि यसो निहालेर हेरेछ त्यो कलशलाई र वरिपरि माकुरोको जाला देखेर त्यो जालोलाई सफा गर्न लाग्यो। र त्यसपछि त्यो सफा गरिसकेपछि फेरि वरिपरिको घरमा भएको मुसाको गुँडलाई पनि हटाएर सफा गर्दै गएछ। झन् राम्रो भएछ र उसलाई काम गर्ने बानी नै बसिसकेको थियो र घर सम्पूर्ण सफा गरेपछि चिटिक्कको देख्यो। र त्यसपछि उसले बाहिर आएर आँगन सफा गर्न लाग्यो। त्यसपछि बिस्तारी उसको जग्गा जमिनहरूमा पनि खनजोत गरेर विभिन्न प्रकारका तरकारीहरू, फलफुलहरू रोप्न थाल्यो र बिस्तारी उसको जीवन सुध्रिँदै गयो। र हामीले यस कथाबाट बुझ्नुपर्ने भनेको हामीलाई सफलताको बाधक भनेको हाम्रो अल्छाइ र हाम्रो आफ्नै लापरवाहीको कारणले हो भन्ने जनाउँछ। धन्यवाद।